हेलो गुड मर्निङ साथीहरू, वेलकम छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। युट्युब च्यानल चाहिँ मैले आजबाट स्टार्ट गरेको साथीहरू। मलाई चाहिँ त्यस्तो एक्सपिरियन्स छैन है, अनि अब के बनाउने के नबनाउने थाहै छैन, र पनि मैले ट्राई गर्ने कोसिस गरेको छु। आज मेरो चाहिँ नयाँ भ्लग हो, न्यू पनि हो म, अनि मलाई हेरेर साथ दिनु होला है। हेर्नु कस्तो गाला पनि कम्ता फुटेको छैन हौ, के भएको यस्तै छ साथीहरू। मैले चाहिँ अहिले पूजा गरेँ, आज शनिबार, अनि आज चाहिँ मेरो पूजा गर्ने दिन हो क्या साथीहरू। कसले पूजा गर्नुहुन्छ शनिबारको दिन? मैले चाहिँ गर्छु। अनि पूजासुजा गरेँ, बुढा चाहिँ ड्युटी जानुभएको छ, नानी बसिरहेको छ। अनि अब 9:30 बजेको छ। कपडा सपडा धोएर म फ्रेस भएर बसिरहेको छु। बस न सानो। अब आज नयाँ दिन हो, मैले के देखाउने के भन्ने केही थाहा छैन, र पनि आज चाहिँ म मेरो क्वार्टरहरू तपाईँहरूलाई देखाउन गइरहेको छु। मेरो क्वार्टरहरू देखाउँदैछु है त साथीहरू। ल, यो चाहिँ मेरो बेडरुम हो। त्यस्तो धेरै सजाएको त छैन मैले, अब परदेश ठाउँमा अब के सजाउने है, त्यस्तो धेरै राम्रो त छैन। यहाँ छ मेरो फ्रिज, अनि यहाँ छ मेरो लकर, यता छ सरकारी लकर, के गर्नु यस्तै छ। अनि यहाँ छ मेरो प्लान्टहरू पनि छ है, प्लान्टहरू लगाएको छु मैले चाहिँ, म चाहिँ एकदम प्लान्ट लभर हो। यहाँ छ मेरो बारी, बाहिरको भ्यू हो। अहिले चाहिँ घाम लागेको छ है, कस्तो राम्रो। यहाँबाट चाहिँ मलाई आनन्दै लाग्छ क्या, यहाँ बस्दाखेरि चाहिँ। हेर्नु न, फुलहरू छ कि मेरो, अनि यहाँ बस्दाखेरि चाहिँ मलाई आनन्द लाग्छ क्या। ठ्याक्क अलिअलि घाम पनि आउँछ। यो चाहिँ हाम्रो बेडरुम हो। अनि यहाँ चाहिँ हाम्रो अर्को रुम छ, यहाँ चाहिँ मेरो छोरा, यस्तो छ। हजुर, ए प्लान्टहरू छ अलिअलि, लिली छ। अनि यो फुलको नाम जान्दिनँ, यो पनि जान्दिनँ, खोइ यो दर्शन प्लान्ट कि के भन्छ यसलाई। यस्तो छ अर्को रुमको भ्यू। यस्तो पनि बनाएको छु है गाइस मैले चाहिँ। यस्तो त्यति राम्रो त भएको छैन कि, फर्स्ट ट्राई हो, र पनि काम चलाउँछ। यस्तो छ है, मैले पूजा गरेको सानो ठाउँ छैन। यहाँ चाहिँ हाम्रो बाहिर छ, यस्तो छ। यहाँ चाहिँ म, यस्तो छ है। सरकारी क्वार्टरहरू चाहिँ यस्तो हुन्छ है, हाम्रो चाहिँ खासै राम्रो चाहिँ छैन कि, र पनि। यता चाहिँ टोइलेट बाथरुम, यस्तो छ है बाथरुम, यता छ टोइलेट। यो हाम्रो बाहिरको ढोका हो, बाहिर जाने। यस्तो छ। यहाँ चाहिँ टक्क लाँदा बसेर भात खाने ठाउँ हो। अनि यहाँ छ मेरो सानो किचन है। यस्तै छ है मेरो त, झोलाहरू तन्द्राङ र तुन्द्रुङहरू छ। जति नै गरे पनि यस्तै हो मेरो त। पानी तताउँदैछु, यस्तै छ साथी हो। यस्तै छ, कचाङ कुचुङ कचाङ कुचुङ के छ के छ, यस्तै छ साथीहरू। अब म तपाईँहरूलाई बाहिरको भ्यू देखाउँछु है, मेरो प्लान्टहरू देखाउँछु। मेरो प्लान्टहरू त्यस्तो छ है, गोदावरीहरू लगाएको छु। यिनीहरू कलर कलरका छन्,
व्हाइट पनि छ। यो चाहिँ कस्तो मन परेको, यो चाहिँ मलाई फ्रीमा दिएको है भैयाले फुल किन्दाखेरि। कपडा धोएँ मैले। यहाँ हेर्नुहोस् न के गरेको छु यस्तो यस्तोमा पनि मैले फुल रोपेको। अब सानो ओइलाइराखेको छ। यहाँ छ मेरो पिटोनिया, हेर्न सक्नुहुन्छ पिटोनिया छ। यहाँ चाहिँ कस्तो मैले यसलाई दिवालीको त्यो मेलाको बेला ल्याएको, अहिलेसम्म फुलिरहेको छ क्या। हेर्नुहोस् न यस्तो राम्रो छ। अनि यता पनि छ है। यो अघि भित्र देखाएको थिएँ नि यो फुल, यसको नाम चाहिँ आउँदैन मलाई, तर राम्रो लाग्छ यो वाला फुल, राम्रो हुन्छ फुलेपछि। यो चाहिँ मेरो करेसाबारी हो। अब त्यस्तो राम्रो त छैन, अलिअलि छ। अब स्याहार नपुगेर होला साथीहरू, के गर्नु, स्याहार छैन। अनि छ यहाँ चाहिँ मेरो प्लान्टहरू छ, सबै यिनीहरू सुकिसक्यो। यिनीहरू चाहिँ सबै सुकिसक्यो, स्याहार नभएर गाई आएर सबैले खाइदिन्छ। यहाँ छ हेर नि, यो चाहिँ कति मोटे हो कि। तेरो आमाकोमा जा 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 जा। मलाई पछ्याएको हेर न। यस्तै छ हाम्रो बाहिरको भ्यू। हाम्रो चाहिँ यो ओल्ड क्वार्टर हो, यता ओल्ड क्वार्टर छ, यो हाम्रो क्वार्टर नम्बर हो। है यस्तो छ मेरो क्वार्टर चाहिँ। तपाईँहरूको कस्तो छ होला मेन्सन गर्नु होला, कहाँबाट हेर्दै हुनुहुन्छ। म चाहिँ अहिले हाल बेङटुबीमा छु, साथीहरू। यो मेरो प्लान्टर है यो फुलहरू छ नि, यिनीहरू चाहिँ मैले बनाएको है, यहीँ पल्टन आएर सिकेर बनाएको। अनि अब त्यति खाली समयमा के बस्नु भनेर होइन, आफ्नो घरलाई पनि सजाउनु मिल्ने, कसैलाई गिफ्ट गर्नु पनि मिल्ने, सिप पनि बढ्ने आफ्नो। यिनीहरू यो प्लान्टहरू छ नि, यो फ्लावरहरू यो सबै मैले बनाएको है। मलाई चाहिँ कुरुसै चलाउनु नआउने क्या, अनि यिनीहरू पनि बनाएको है मैले। यो वाला यिनीहरू सबै यो सजाउनेहरू चाहिँ मैले बनाएको। यिनीहरू पनि छ, यो वाला पनि जायन्ट प्लान्ट। यस्तो यस्तो गर्दै बस्छु हौ साथीहरू। तपाईँहरू चाहिँ के गर्दै बस्नुहुन्छ? अब काम छैन है। यो यस्तो वाला यिनीहरू चाहिँ बनाएको है। मेरो मेहनतमा सिकेर बनाएको। यो वाला पनि बनाएको है। गुवा हेऱ्यो मेरो नानीलाई। ल ल ल ल ल पनि खाजा बनाएर जानुहुन्छ क्या। म ढिलो उठ्छु क्या, त्यस्तो गर्नु त नहुने हो। र पनि आज पूजा गर्नु पनि बाहिरको काम पुजपाठ यताउति गर्दाखेरि ढिलो हुन्छ क्या। सुटुनी पनि छ दुइटा। नानीहरू कार्टुन हेर्दै बसेछन्। कार्टुन लभरहरू हेर्नु न, यहाँ यत्रो सानो नानी छ, उसलाई ऱ्याम्सहरू कति मनपर्छ। नगरी हेर्छ। यता हेर सानो, हेलो प्रियास। सुन्दैन उसलाई त बोलाउँदाखेरि हेरेपछि एक करो। प्रियास यता हेर। प्रियास ऊ चाहिँ बाबु चाहिँ मेरो गल्लेनीको छोरा हो। गल्लेनी र दिदी चाहिँ, यहाँ शान्ति दिदी चाहिँ क्यान्टिन जानुभएको छ नानी छोडेर। अनि
गल्लेनी भनेको चाहिँ के होला भन्दै हुनुहुन्छ होला। तपाईँहरू के भन्नुहुन्छ? हामी चाहिँ हाम्रो पल्टनकोमा चाहिँ नम्बरीलाई चाहिँ गल्लेनी भन्छ क्या। तपाईँहरूको के भन्छ साथीहरू? हाम्रो चाहिँ गल्लेनी भन्छ है, नम्बरीलाई गल्लेनी भन्छ। कतिलाई चाहिँ थाहा नहुन पनि सक्छ होइन। अब त्यही भएर भनिदिएको गल्लेनी भनेको कतिलाई थाहा नहुन सक्छ होइन। गल्लेनी भनेको चाहिँ नम्बरी है, एउटै सँगै त्यो भर्ती भएको हुन्छ नि बुढाहरू, उनीहरूलाई चाहिँ गल्ला गल्ला भन्छ। अनि उनीहरूको बुढीहरूलाई चाहिँ गल्लेनी भन्छ क्या। हाम्रो जिआरमा चाहिँ है साथीहरू। अब खाना पकाउने बेला हुन लाग्यो। अब खाना पकाउनु पर्छ। अब चाहिँ मैले यहाँ सब्जी पकाउँदैछु, आलु र गोबी। अनि यहाँ छ दाल छ। यहाँ चाहिँ खाना अघि पाकिसकेको छ। हाम्रो चाहिँ यहाँ काम सुरु भइसकेको छ। यहाँ गल्लेनी चाहिँ उहाँ हुनुहुन्छ, यता हेरिदिनु त। यहाँ चाहिँ हाम्रो सिनियर दिदी हुनुहुन्छ। यहाँ चाहिँ खुकुरी बुन्दै हुनुहुन्छ। अब पल्टनमा आएपछि चाहिँ यस्तै हुन्छ है। हामी छोरी मान्छेको काम चाहिँ कुसन कभर। मैले पनि कुसन कभर बनाउँदैछु। यस्तै छ, राम्रो छ। यही हाम्रो जनताहरू यता छन्। जनताहरूलाई पनि त ल्याउनै पर्यो। यस्तो छ है भ्यू चाहिँ, हेर्न सक्नुहुन्छ। हाम्रो बाहिरको भ्यूहरू। पार्कमा छौँ हामी चाहिँ। जाने ठाउँ भएन। नानु नगरे रे है। क्यामेरामा त यता आउँछ, यता हेर्न आइज। स्टार्ट गर्नुभयो। हेर बाबु के थिएन त्यो सिउले घोचेको आफूलाई सिउले घोचेको के त वही तासिन गयो त बाबु ला बिगारे मेरो अनि त्यो नहला देऊ न बाबु बहिनीको दादाको प्लेट नदिन दिदी भुटाल्छ नि यिनीहरुले यता कहाँबाट किन निकालेको त्यो एउटा बिस्कुटलाई चाहिँ त्यो यसमा हालेर खान्छ भनेको अब बिस्कुट ल्याउनु भएको छ नि मैले ल्याइन के ल्याउँदिन म त एउटा बिस्कुट अघि दुईटा ल्याएको नानीले डाइजेस्ट गर्ने उयो ल्याएको छ हौ प्लेट त युज एन्ड थ्रो हो म त यसो हेरे केही छैन घरमा क्याप्सिकम त मलाई त सबै सकेछ नि ल्याउँछु भनेर त्यही पसेको थिएँ नानु नानु नगर्दे बाबा ए बता यही झाउ लाग्छ के धागै पसेलो त्यही त्यो मेरो उ हो उपारी भाइको साइकलको माथि राखेको बहिनीले त्यो अहिले गरन्छ त्योवाला मेरो हो पारी मामुको हो त्यो बहिनीले लग्छ यो साइकलको माथि लुगाएर राख्छ हाल्दिनु दिदी म त साह्रै झ्याउ लाग्छ यो हाल्नु त यता आऊ सानी आऊ आऊ उ त त्यहाँ जाने गराउन नि बेजो भएर चाहिँ अघि पछि धागो छ यस्तो भएर त गाह्रो हुन्छ त्यसलाई कट गरिदिनु न पैसा पनि काट्नु त काट्दिउँ यी बाबा कपाल के भयो बहिनीले त न्युजिल्यान्ड क्रिकेटवाला गेममा लाग्नुपर्ने यो राइजिङ गेममा हुन्छ होला जानुलाई बहिनी आँखा नदिनु हेर्ला फेरि इबा आऊ बाबा त्यहाँ नजाऊ हौ होइन त्योबाट त सजिलो हुन्छ नि हाल्न यसमा पो धेरै धागो हुन्छ र त्यसमा त आँखा देखिन्न ल बाबा
हाम्रो त के हो डेली चाहिँ भात पकाउँदै कस्तो भयो मलाई रिभ्यू पनि दिनु ल अब खाएकै छैन होइन खाएपछि मिठो होला म एउटा गर्छु बहिनी कस्तो छ मजा भयो खाना त मिठो हुन्छ नि कस्तो मजा भयो भन्नु नि भन्नु जान्दिनँ कस्तो मजा भयो भन्नु नि मजा रे खाना त मिठो हुन्छ भन्छु म ए खाना त मिठो भयो होला हौ भन्छु अनि अलि लास्टमा फेरि खाइसकेपछि अनि आजको ड्राई फ्रुट कस्तो हो यस्तो मजा आयो भन्ने फेरि मजा होइन रमाइलो भयो भन्ने यहाँ पनि मजा भन्ने मजा आयो भने मजा होइन भनेर म तपाईँले सोध्छु है मेरो के देखेर हेर यो ब्लड देखेर खानु न खानु यहाँ म देखाउँछु म चाहिँ अब घर आइपुगिसकेँ अब खाना खाने टाइम भइसक्यो र पनि हेर्नु न मेरो बुढोलाई चाहिँ चटपटे खानु मन पर्यो अरे अब के भन्नु चटपटे यतिखेर चिसोमा अब केही छैन बुढाले भनेपछि अब बनाइदिनै पर्यो होइन आज चाहिँ बुढाको ड्युटी छैन त्यही भएर अब उसले भनेको नि बनाइदिनै पर्यो है अब चटपटे बनाइदिन्छु है म आलु प्याज मुला केराउ मसला पनि हुन्छ मिठो हुन्छ कि होइन अब चाहिँ म सस हाल्छु गिलो मजाले चटपटे चटपटे हेर्नुहोस् त साथीहरू यस्तो देखिएको छ चटपटे लाग्छ है चटपटे आयो चटपटे खाएर झटपट चटपटे खाएर झटपटे खाने सानो आलु 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 यहाँ खोलामा बल्छी सिभिन अल्छी आयो खोलामा बोडी के अरे बारीमा बोडी सिभिन बोडी खोलामा बल्छी सिभिन अल्छी सिभिन अल्छी होला हौ बाबा क्या हुन्छ यस्तै सिङ्गर बन्ने ल भोइस अफ नेपालमा जाने है
ओके चटपटी ल भर ए चटपटी ल भर भनेर खानु मैले जित्न लाग्यो त अनि त्यसो जित्नु लाग्यो भने के गर्नु भिडियो गर न भिडियो गरेर फेरि जान्छौँ फेरि ल साथीहरू आज चाहिँ यस्तो थियो मेरो भिडियो अब हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अझै पनि आउनेछ भ्लगहरू है आज चाहिँ यति नै ओके बाई